गाइज वेलकम टु माई च्यानल। आज चाहिँ मेरो फुपू हुनुहुन्छ उहाँ प्रतीक्षा नेपाली। हाई गरिदिनु त नानी दिदी। हाई। आज चाहिँ उज्जवल लामाको बर्थडे अनि हामी पार्टी गर्न छतमा आएको छौँ। बर्थडे बोय दुध उगाउँदै हुनुहुन्छ। म चाहिँ मासु पकाएर आएको। यसले चाहिँ पायो त्यही भनेको। यो चाहिँ हाम्रो कोके मम्मी चाहिँ हाम्रो मम्मी चाहिँ यता चाम्रे पकाउँदै हुनुहुन्छ होइन मम्मी? आज चाम्रे र मासुको पार्टी दिनु पर्यो। हाई भन्नु हाई। मैले चाहिँ मासु पकाउँदैछु, लोकल कुखुराको मासु। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो माइला दाई। कराई खुर्किँदै हुनुहुन्छ। हाई भन्दै माइला। माइला दाई हुनुहुन्छ हाम्रो घरमा चाहिँ काम जसले पनि गर्नुहुन्छ। कामको केही छैन। अब म अरू कुरा देखाउँछु। मम्मीले चाम्रे पकाएको मम्मीको रेसिपी देखाउँदैछु। अब यता चाहिँ हुनुहुन्छ चाख्ने मान्छे, तर मैले भिडियो फोन निकालेपछि यता लुकाउनु भएको छ दुना कोही। खाना खोज्दैछु। दुनामा लुगाइदिँदै हुनुहुन्छ। नानीले कोको मागो बनाइसकेको छु। अनि यता चाहिँ हुन्छ हाम्रो डल्ली मम्स चाम्रे बनाउँदै हुनुहुन्छ। मम्मीको रेसिपी पुरै मैले बनाउनै पाइनँ। के अरे टल्काएर मात्रै जान्छु, नभए यहीँ बस्छु रातभरि। माइला चाहिँ लागि पर्नु भएको छ कोरा टल्काउनमा होइन, टल्काउन र सम्काउनमा। कोको चाहिँ खुट्टा पसारेर ढल्केर बसेको हो। यता हेर त कोको, यता हेर न यहाँ, यता हेर त, यता हेर, यता हेर त। म नि त सकिएन माइला। ए बचाऊ। प्रयास जारी नै छ होइन। कोको खानु हुँदैन त त। ह्याप्पी बर्थडे टु यु। म लडे। ह्याप्पी बर्थडे डियर उजेल। ल गाइस भाँडा चाहिँ हेर्नु मम्मीले आधी उधी माझेर राखिराख्नु भयो होइन मम्मी? राखिसक्नु भयो। अब बिचरा मस्काउँदै हुन्छ। म चाहिँ यहाँ पुज्दैछु फेरि मैले चाहिँ केही नगरेको भनेर नराम्रो भन्नु होला। मैले यत्रो पुछिसकेँ सबै। अब मम्मीले चाहिँ भाँडा मस्काउँदै हुन्छ। त थन्काइ पनि दिन्छु नि मम्मी म। हो के भन्नु न कस्तो भनेर। ल ल भाँडा मोलेको गाई जब खायो पियो। भाँडा मोलेर के चाहिँ पुछ्ने चाहिँ मम्मी र म मात्र है मम्मी। अब बाई बाई भन्नु हो। म पनि बाई भनिदिनु त हातले। बाई।